हेलो नमस्ते अल अफ यू। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ बिहान उठेर मुख हातमा धोएर के अरे टक्क लाएर चिया खाएपछि आज त म गौसर जिक्नु पर्ने थियो। जिकेर आज कहिले गाउँ पठाउनै पर्ने कारणले म चाहिँ बिहान उठेर पठाउ गरेँ, फेरि ढिलो हुन्छ कि भनेर पठाउ गरेर गएँ। चाबेल टक्क लगाएर जाम फेरि त्यस्तै पठाउन गएँ। आज मलाई ढिलो भनिरहेछ। टक्क यो चाहिँ धुम्बरा एरिया एरियातिर छु। चाबेल आइपुग्न लाग्यो लगभग। चाबेल आइपुग्न लाग्यो चाहिँ मेरो मम्मीको हस्पिटल चाहिँ चाबेल हो। लगभग मेरो मम्मीलाई अहिले चाहिँ धेरै नै ठिक भइसकेको छ। औषधि चाहिँ 15 दिनमा हालिरहनु पर्छ। औषधि झिकेर ढिलो भयो क्या आज चाहिँ। के अरे औषधि झिकेर जाय गरी भिड धेरै रहेछ। भिड धेरै हुँदाखेरि लाइन बस्नु पऱ्यो। औषधि किन्दा पनि त्यत्तिकै लाइन बस्नु परेर अनि त्यहाँबाट फेरि फर्किँदा पनि पठाउ गरेर अनि त्यहाँबाट टिचिङबाट चाहिँ चक्रपथ भएर आउन जाम धेरै भयो। टिचिङ घुमेर आएको क्या। टिचिङ घुमेर गर्दाखेरि पनि लगभग गाडी छुट्न खोजेको क्या। यति चाहिँ गाह्रो भयो कि बल्ल टिचिङ घुम्दा पनि गाडी छुट्यो क्या। गाडी चाहिँ माछापोखरी नयाँ बसपाबाट गाडी छुटेर नयाँ बसको आएर गाडी समातेर नयाँ बसबाट उस्तै हालेको। यति गाह्रो भयो कि आज जाम हुँदाले। मेरो यो ड्रिम बाइक हो। यो ड्रिम बाइक कुनै दिन सपना सक्सेस भएर एक दिन किन्छु भन्ने आश लागेको छ। आज चाहिँ यहाँ अगाडि रहेछ त्यसरी गरेँ। त्यसपछि बिहान आएर त्यसपछि बेलुका चाहिँ अब साथीले बोलाइ गऱ्यो। दिउँसो भेट्ने भन्थ्यो, भेट्न नपाएको कारणले अनि साथीको रुममा खाना आइज आज है बसौँ के अरे साथीभाइ भने। त्यसपछि साथीभाइ गएँ, मजा गएँ साथीको रुममा टक्क। अनि नेपालटारको पुल हुँदै साथीको रुम चाहिँ तर फुटेर माछा पोखरी आएर चाहिँ माछा पोखरीसँगै जाऊँ, माछा पोखरी आउन भने त्यसपछि माछा पोखरी गएँ। यो चाहिँ नेपालटार पुल हो। नेपालटार पुलमा पनि जाम छ कति हो। जाम पनि बाइपासमा जाम हेरेर साध्य छैन। हेर्नु जाम बाइपासको टक्क। अब चाहिँ साथीको गाडीबाट झरेर साथीको रुममा जाँदै हो। साथी चाहिँ क्यामेरामा आउन भने क्यामेरामा आउन मानेन। जाँदैछ टक्क। साथीसँग हिँड्नु पनि छुट्टै रमाइलो हुन्छ। साथी चाहिँ फेरि होइन आउन क्यामेरा भने म त क्यामेरा नाइस आउँदिनँ भने साथीले चाहिँ आज केही खान्न भनेर सामान किन्दैछ त्यहाँ। म चाहिँ अघि बिस्तारै हिँड्दै सामान केही खान्न भने त्यति बेला म चाहिँ के खान्छ भनेको खाम भनेर उसको चाहिँ सामान किन्दैछ। म चाहिँ यसो हेरेको अनि टक्क रुममा गइयो। रुमभित्र बसेर टक्क एकछिन बसेर अनि